हर्क साम्पाङ नै यो देशको प्रधानमन्त्री किन चुन्ने? शहीद जेन्जी र घाइते जेन्जीको बलिदानको माग पूरा गर्ने हो भने हर्क साम्पाङलाई यो देशको प्रधानमन्त्री चुन्नु। किनकि हर्क साम्पाङ भ्रष्टाचार विरुद्ध लड्दै आएको हुन्। उहाँले 1 रुपैयाँ पनि घोटाला गर्नुहुन्न। बलात्कार हुन रोक्नु छ भने हर्क साम्पाङले यो देशको प्रधानमन्त्री चुन्नु। किनकि उहाँले देशलाई आफ्नै आमा र जनतालाई आफ्नै सन्तान सम्झिन्छन्। निर्दोष पुलिस र निर्दोष जनतालाई कुटिनु हेपिनु छैन भने हर्क साम्पाङलाई प्रधानमन्त्री चुन्नु। किनकि अपराधी त उनले आफ्नै रगतको नातालाई पनि चिन्दैनन्। म मरे मेरो छोराछोरी मेरो आमा बाउ कसले हेर्ला भन्ने चिन्ता छ भने हर्क साम्पाङलाई यो देशको प्रधानमन्त्री चुन्नु। किनकि जनताको छोराछोरी र बाउआमा उनकै आफ्नै सोच्ने गर्छन्। यो त मेयर हुँदा पनि धरानमा काम गरेर देखाइरहेका छन्। यो देशको संस्कृति प्रकृति बचाइरहनु छ भने हर्क साम्पाङलाई चुन्नु। किनकि उहाँले संस्कृति प्रकृति अँगाल्दै सम्हाल्दै प्रविधिमा हिँडिरहेको हुनुहुन्छ। विदेशीहरूसँग टक्कर लिनु छ ज्ञान ध्यानले निडरताले भने हर्क साम्पाङलाई प्रधानमन्त्री चुन्नु। किनकि उनले धेरै नै पढेका पनि छन्। अनि लास्टमा मन यताउता भड्किन्छ भने हर्क साम्पाङ पथमा लाग्नु है। किनकि उहाँले 10 वर्षसँग लडेर म यो धरानको मेयर बनेर जसरी पनि धराने जनतालाई पानी खुवाउँछु भनेर एकोरोलाई पानी खुवाएरै छोड्नु हो हैन। अनि अहिले निरन्तर म देश बनाउँछु भनेर विगत 4 वर्ष हुन लागिसक्यो। काम गरेको गरे हुनुहुन्छ, बोलेको बोले हुनुहुन्छ। त्यही भएर हाम्रो मन भड्किँदैन क्या हर्क पथमा। एउटै कुरा जय देश। म पिन्सा राई।